मेरो 5 वर्षको सानो एक्सपिरियन्स सेयर गर्न गइरहेको छु गेजिङ नगर पञ्चायतको। सर्वप्रथम त म सिक्किमका सम्माननीय मुख्यमन्त्री श्रीमान प्रेमसिंह तामाङ गोले सर साथै क्षेत्र विधायक हाम्रा लोकनाथ शर्मा सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि मेरा वार्डका सबै जनताहरूलाई पनि धन्यवाद दिन चाहन्छु, किनकि उहाँहरूको कारणले गर्दा नै आज म यो जग्गामा छु र मेरो यो सेकेन्ड टर्म हो। 5 वर्ष मैले मेम्बर भएर काम गरेँ गेजिङ नगर पञ्चायतमा। जति सक्दो त हामीले गेजिङ नगर पञ्चायतलाई राम्रै बनाउने कोसिस गर्यौँ। सेनिटेसनको लागि, सरसफाइको लागि र लाइसेन्सहरूमा पनि हामीले धेर काम गरेका छौँ। त्यति बेसी एक्सपिरियन्स त छैन र गर्दैछौँ हामीले, किनकि 5 वर्ष मेम्बर भएको कारणले गर्दाखेरि एक्सपिरियन्स चाहिँ हामीले अलिअलि लिएका छौँ। अब आउने दिनहरूमा कस्तो प्रकारले काम गर्नुपर्ने छ भन्दाखेरि र अहिले म हालैमा चाहिँ म प्रेसिडेन्ट भएको नातामा चाहिँ धेर काम गरिरहेको छु। जस्तै लाइसेन्सको उसमा हेर्दाखेरि इलिगल लाइसेन्स को लागि चाहिँ हामीले दिएका छैनौँ, पहिला पनि दिएनौँ 5 वर्षमा र हामी 5 जनाले सल्लाह पनि गरेका छौँ र हामी इलिगल लाइसेन्स चाहिँ एकदमै दिँदैनौँ। त्यो चाहिँ हाम्रोबाट चाहिँ मेरो नगर पञ्चायतको प्रेसिडेन्ट गेजिङ नगर पञ्चायतको तर्फबाट तपाईँहरूलाई यो जानकारी दिँदैछु। र सफाइको लागि पनि हामीले एकदमै गेजिङ नगर पञ्चायतलाई अगाडि बढाउन सफाइमा खोजिरहेका छौँ र गार्बेज फी र हामीले लाइसेन्स फी पनि राम्रैसँग कलेक्सन गर्ने कोसिस गरिरहेका छौँ, किनकि हामीलाई काम गर्नु त मन लाग्छ, काम पनि गर्छौँ, हामी काम गर्ने इच्छा पनि छ। तर के हुन्छ भन्दाखेरि पुरा फन्डकै आउँछ। फन्ड नहुँदाखेरि चाहिँ हामीले भनेको जस्तो काम गर्न सकेका छैनौँ। धेर थोर कुरा हामीलाई अब यो आजको प्रोग्रामले हुन त हामी धेरै जग्गा हामीले यस्तो ट्रेनिङहरू पनि लियौँ, तर पनि कतिवटा चाहिँ हामीले कतिवटा कारणवश काम गर्न सकेका थिएनौँ र आजको यो प्रोग्रामले धेरै कुराहरू हामीले सिक्न पायौँ र यस्तै प्रकारले यहाँदेखि उता हामीले गेजिङ नगर पञ्चायतलाई एकदमै राम्रो गर्नेछौँ। पब्लिकको काम पनि एकदमै राम्रोसँग गर्नेछौँ, किनभने उहाँहरूले गर्दाखेरि नै आज हामी यो जग्गामा छौँ, म यो जग्गामा छु र म सबै मेरो 5 जना टिमहरूलाई नै साथमा राखेर अगाडि लानेछु। यति भन्दै मेरो यो सानो वक्तव्य यही राख्न चाहन्छु।